यो एक बारको जिन्दगी त सबैले पाएको छ, तर यो जिन्दगीलाई तपाईँले कसरी जिउनुहुन्छ त्यसमा भर पर्छ। यही जिन्दगीलाई कसैले स्वर्ग बनाएको छ भने यही जिन्दगीलाई कसैले नर्क बनाएको छ। त्यसैले डियर मित्र, तपाईँ आफ्नो जिन्दगीलाई के बनाउन चाहनुहुन्छ? हामीले जिन्दगीलाई जिउन जानेको छ भने यो जिन्दगी, यो जीवन साँच्चीकै अमूल्य छ। जसले यो जिन्दगीलाई सही तरिकाले जिउन जान्दैन नि, त्यसको लागि हो यो जीवन नर्क भनेको। जसले जीवनलाई सही तरिकाले बुझेको हुन्छ नि, त्यसको लागि यो जीवन यति अमूल्य छ, हिरा भन्दा महँगो छ। जुन एउटा हामीले यस्तो महत्त्व बनाउनु छ जीवनमा, जसले तपाईँलाई चाहेर पनि पाउन नसकोस्। तपाईँ कहिले पनि सस्तो व्यक्ति नबन्नु होला। त्यसैले हाम्रो यो जीवनलाई हिरा चाहिँ चम्काउनु पर्छ। हामी भन्छौँ कोही व्यक्ति सफल हुन्छ, कोही व्यक्ति असफल हुन्छ, त्यसलाई भाग्यले साथ दियो, त्यसलाई लकले साथ दियो, तर त्यो हुँदैन। जीवन भनेको मेहनत, परिश्रम र धैर्यले बदलिन्छ। त्यसैले साथी, तपाईँ जिन्दगीमा सङ्घर्ष गर्न जरुरी छ, मैदानमा उत्रिन जरुरी छ। जो व्यक्ति मैदानमा उत्रिन डराउँछ नि, त्यो व्यक्ति जीवनमा कहिले पनि सफल बन्न सक्दैन। जो व्यक्ति रिस लिन डराउँछ नि, जो व्यक्ति आफ्नै घरमा आफ्नै बुढीलाई अथवा आफ्नै बुढीलाई किचकिच मात्र गरेर बस्छ नि, त्यो घरमा न शान्ति हुन्छ, न त्यो फ्यामिली खुसी हुन्छ, न त्यो व्यक्ति सफल हुन्छ। त्यसैले अरूलाई किचकिच गर्नुभन्दा, अरूलाई यस्तो भएन उस्तो भएन भन्नुभन्दा पहिला तपाईँले मैले के गरिरहेको छु, मैले गरेको चाहिँ भएको छ कि छैन, त्यो आफैले बुझ्न जरुरी छ। हामी भन्छौँ नि अहिले यो देशको अवस्था हेर, नेपालमा रोजगार नै छैन, नेपालमा बेरोजगार छ, नेपालमा यो छैन त्यो छैन। तर यो भन्नुभन्दा अगाडि तपाईँले कहिले सोच्नु भएको छ? तपाईँलाई देशले त केही दिएन, तर तपाईँले देशको लागि चाहिँ के दिनु पर्यो? तपाईँ आफै भन्नुहोस् त। त्यसैले हामीले पहिला देशलाई दिनुपर्छ, अनि बल्ल देशले पनि त हामीलाई दिन्छ। अलिकति राम्रो युवाहरू, अलिकति अब राम्रो सिप कला भएको सबै विदेश पलायन भएपछि यो देशको विकास कसले गर्छ? यो देश कसरी बन्छ? यो देशमा सपोर्ट कसले गर्छ? त्यसैले तपाईँ हामी नै बसेर हो यो देशलाई विकास गर्ने, यही देशलाई अगाडि बढाउने, यही देशलाई सही तरिकाले गरेर यही देशमा आफ्नै देशमा बसेर हिरा फलाउने भने हाम्रै हातमा छ। यही देशमा कसैले अरबौँ कमेर आफ्नो फ्यामिलीको साथमा बसेर घुमेर रमाइलो गरेर, तर कोही विदेश गएर आफ्नो देश छोडेर परदेश गएर अरूको देशमा दुःख सङ्घर्ष पसिना बगाइरहेछन्। त्यसैले साथी, जिन्दगी वास्तव भन्नु त्यसको लागि महत्त्व छ जसले आफ्नो जिन्दगीले सही तरिकाले जिउन जानेको हुन्छ। जसले यो जात धर्म भेदभावलाई साइडमा राखेर मानवताको नाताले यो संसारलाई अँगालेर हेर्छ नि, यो संसार यति सुन्दर छ मित्र।